नेपालमा यो मधेसमा अमरेशजीले भनिरहेछ कि मधेसमा गोली मात्र किन चल्छ, लाठी किन चल्दैन। त्यसमा चाहिँ पहिलेदेखि नै गोली चलिरहेछ मधेसमा भन्ने। अहिले त बालन सरकारको के गल्ती छ? केही गल्ती छैन। बालन सरकार त अपराधीले समातिरहेछ। त्यो अगाडिको भिडियो हेर्नुहोस् र मेरो प्रतिक्रिया पनि सुन्नुहोस्। जे खुलियाम अब वही पार्टी के होत भी वही पार्टी के धजिया उड़ा दिल के संसद भवन मधेसमा जहिले पनि केही समुदायको होस् या मधेस आन्दोलन होस्, थरुवाट आन्दोलन होस्, त्यहाँ गोली मात्र किन चल्छ? त्यहाँ लाठी किन चल्दैन? टियर ग्यास किन चल्दैन? दुनियाँमा नेपाल बाहेक कुनै पनि देशलाई एसएलआर दिँदैन। नेपाल पुलिसलाई एसएलआर दिँदैन। नेपालमा मात्र एसएलआर दिन्छ। पुलिसलाई कसैले ढुङ्गा हान्यो भने त्यो त एसएलआर हान्छ, गोली हान्छ। त्यसमा त लट्ठी छैन, टियर ग्यास छैन। या त हाम्रो ट्रेनिङ पुगेन, या किन मधेसमा यहाँको सुरक्षा निकायमा जाने बित्तिकै त्यहाँ एउटा मनोविज्ञान क्रिएट हुन्छ। त्यो भिडियो त देख लेली साथी सब, अब अहाँ सबके गुजारिश करै छी अमरेशज्यू, तपाईँ रासपा सरकारको सत्तामा हुनुहुन्छ। रासपा सरकार देश कसरी बन्छ त्योतिरमा लाग्नुहोस्। किनकि तपाईँ भन्नुहुन्छ नि मधेसमा गोली चल्छ, गोली त्यो विपक्षीले चलाइरहेछ। तर त्यो सरकारले बदनाम गर्नको लागि तपाईँ यो बुझ्नुहुन्छ। तपाईँ चाहिँ एउटा कुरा गर्नुहोस्, तपाईँ सरकार कसरी बन्छ र देश कसरी बन्छ, देशले कसरी बनाउँछ त्योतिरमा लाग्नु। बालन सरकारले सहयोग गर्नुहोस्। किनकि तपाईँको बारेमा तपाईँ यता नगर्नुहोस्, मात्र सरकारले सहयोग गर्नुहोस्। किनकि तपाईँको ब्याक हिस्ट्री मलाई थाहा छ। तपाईँ कहाँबाट सर्टिफिकेट ल्याएछ, कहाँ के गरेको छ मलाई सबै थाहा छ। नत्र तपाईँले पनि नराम्रो परिणाम भोग्नुपर्छ। किनकि तपाईँ अहिले सहयोग गर्नुहोस् रासपा सरकारलाई, बालन सरकारलाई।